तपाईहरुलाई फेरि मेरो च्यानलमा स्वागत छ। आजको यो नयाँ भिडियो है। आज यस्तो सोचे के गरौँ, बिहान उठे पनि उठ्ने बित्तिकै गर्मी भयो। के गरौँ भयो, यता घुमे उता घुमे छैन। गाउँमा केटाहरू छैनन्। एउटा गाउँ छ मावला, यो अहिले भर्खर आयो। अनि आज चाहिँ हाम्रो मावला हो, श्राद्ध छ। अब टिको लगाइन्छ अलिअलि टिको लगाएर मलाई बोलाएको छन् क्या। श्राद्धमा रोटी खाने हो। हामी चाहिँ यो भाइ र म गएको, बोलायो क्या भर्खर फोन गरेर। अब खोइ टिको लगाइसक्यो भने चाहिँ म भान्जा बिना टिको कसले लगायो भन्ने कुरा हो क्या। म चाहिँ यहाँ गएर त्यस्तो त भान्जा होइन, टिको भनेको भान्जा लगाइदिँदैन। अब ठ्याक्क जाने त्यहाँ रोटी खान बोलाएको छ, रोटी खाने हो। ब्लग यस भरे आउँछ ठ्याक्क हो रोटी खाने ल त। यहाँ सबै भेला भएको छैन, फेरि हाम्रो खानदान जति सबै हाम्रो मम्मी दाइ मामा सबै भेला भएको छैन है। घाम छ यस्तै 40 डिग्रीको घाम। आज चाहिँ यहाँ श्राद्ध मामा। हेलो मामा। हेलो दिदी। हेलो हैन खाएमा भात यता माथि दिदी सबै आज यहाँ खोइ त टिको कसले लायो? टिको लगाइदिनु पर्ने भान्जालाई मजी को भन्नु मैले चाहिँ तपाईँको थोरै भान्जा, अब मामाको भान्जा हो नि। अब यता हामी किचनमा के पाक्दैछ हुन्छ। यहाँ श्राद्धको रोटी है एकदमसँगले भाउजू अर्को भाउजू श्राद्धको रोटी खान बोलाएको मलाई यहाँ। म त छ अनि त्यही सुरोटी खाइदिनु हुन्छ एक दुईवटा भइहाल्छ। यस्तो छ है त रोटी, यस्तो छ है। कस्तो मिठो तेरो भएको पनि पक्ने एकछिन। यस्तो मिठो छ है, मैले नखाइ थाहा भएँ। नखाइ थाहा भएँ। टक्क बटर तपाईँलाई स्वागत छ। हामी चाहिँ टक्कसँगले खाइदिएर श्राद्ध खाएर हिँडेको। हामी चाहिँ यहाँ श्राद्ध खाएर चाहिँ श्राद्ध खाएर हिँड्यो। अब घर जाने हो टक्कसँगले। एकछिन हावामा बस्नु धेरै गर्नु प्लास्टिक गर्नु सर। ओइ के गर्छु यो भाइ। हामी चाहिँ अब घर जाँदैछौँ। अरू घर फेरि कस्तो टाढा छ, 1 मिनटमा पुग्दैन। एक दिन लाग्छ, एक दिन। मामालाई टाढा, मेरो मामा टाढा छ यार। मामालाई छेउ हुनु पनि गाह्रो छ यार। मामालाई जाने रहरै हुँदैन यार। मामालाई जाने रहरै हुँदैन। फाइनली आइपुग्यो, मामालाई घर आइपुग्यो म। फाइनली मामालाई घर आइपुगेँ। मामालाबाट बल्ल घर आइपुग्यो। 3 दिनको बाटो मावलाबाट घर बल्ल आइपुग्यो। त्यसको बाद चाहिँ यो फ्रिजको पानी पनि यो पुरै जमेर आइपुग्यो। एउटा उद्देश्य हाल कि अर्कोमा एउटा जगमा नर्मल पानी हाल। हेर्नु कोकै हो त हो नि। अलिक मान्छे आएन। चिसो किन गयो झिकन नि ट्याङ्क कस्तो गर्नुहुन्छ झिक्न नि भाइ यता गएर आएको छस्। भाउजूले भाडा लगिनु भाउजूले भाडा लगिहाल्नु देवालीमा बोकालाई खानु छोड्यो यसलाई हान्यो। यसलाई हान्नु पऱ्यो भाउजूले। यो चाहिँ गइसकेको छ ट्याङ्की है।
ट्रेनिङ दिन गयो हेरौँ अहिले आएपछि हामी देखाउँछौँ कसरी बनाएर खान्छौँ हामी सबै देखाउँछौँ पहिला ब्रेक तपाईँलाई स्वागत छ फेरि पनि है हामी यहाँ केटाहरूसँग आज भेला भरै ओइ सकु हेर्दै त मेरोमा गोरो आयो यार प्रशान्त यो रामे यो हाम्रो कलौट ए उतो के अरे यो हाम्रो चाहिँ अब दारु भन्नुहुन्छ ल यो चाहिँ फेरि कोक हो नि फेरि कोक संस्कारी हो कोक हो यो भुजिया हो नि फेरि यसलाई के नसोच्नु भुजिया दिएर आएछ कोक भन्दा हो यो भाइ प्रशान्त यहाँ छ केटाहरू अब एकछिन हामी खाने है टक्कसँगले हराउनु थाल्छ